हेलो आज चाहिँ म चाहिँ यता पाल्पा छु। अब चाहिँ म जाँदैछु लिची खान। लिची चाहिँ पाकेछ अरे यता माथि। अब लिची खाइन्छ। लिची लिची ओइ ओइ हे अब जिन्दगी तिम्रै भरमा हो हो हु यति हिँड्न ठगा लाग्छ छ्या। या या बाबै ए हातै पाटिने रहेछ यति यसरी मोबाइल समाउँदा नि। खाना मात्र त सजिलो हुन्छ। या थागै म मेरो मोबाइल पाट्यो। मेरो मोबाइल पाट्यो, मेरो हात पाट्यो। हात पाटेर यस्तै तर समात्यो। ओ माई गड लिची 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 ए लिची म आइसकेँ। लिची भएको बारेमा आइसकेँ। म चोरेको चाहिँ होइन है साथीहरू, चोरेको चाहिँ होइन। लिची लिची तर खासै राम्रो त रहेनछ। झरेको रहेछ। लिची लिची अर्को बुट्टामा पनि रहेछ। अर्को बुट्टा मैले पाकेर हिँड्नु छ। काँचो काँचो रहेछ। बुटलतिर चाहिँ पाकेर पनि भइसक्यो। यता चाहिँ अझै पाक्दै रहेछ। त्यो होस् एउटा खानु पऱ्यो नि। कस्तो रहेछ चाख्नु त पऱ्यो। तर राम्रोसित अझै पाकेर हिँड्नु है यो लिची चाहिँ। यहाँ चाहिँ केही पनि हाल्नुहुन्न। यहाँ चाहिँ औषधिहरू केही पनि हाल्नुहुन्न। त्यही भएर यस्तो बिग्रेको होला। अलिअलि बिग्रियो। ठिक है। मिठो रहेछ। मजा आएछ है। तर अलिअलि अमिलो पनि रहेछ। अर्को बुट्टामा चाहिँ खामै त कस्तो छ। यसमा चाहिँ तल चाहिँ काँचो रहेछ। माथि चाहिँ मैले नभेट्ने ठाउँमा रहेछ के। होचो हुनुको बेफाइदा यही हो कि केही चिज माथि फल्यो भने टिपेर खानै सकिन्न। यो त डल्लो चाहिँ यस्तो काँचो काँचो हो। माथि अलिअलि बाँको रहेछ। होस् एउटा रहेछ यहाँ। ल छिट्टै छिट्न होला है। शीतल पनि भयो। सतपल टोको भने बल्ल शीतल झन् शीतल हुन्छ। देखाएको चाहिँ होइन खानाको। अनि खाना चाहिँ यसो भिडियो गरौँ भनेर भिडियो गराएको होला साथीहरू। बिग्रेर रहेछ क्या। मलाई चाहिँ लिची लास्टै मनपर्छ। बुटोलमा चाहिँ एकचोटि किनेर खाएको। त्यो यस्तो दाना भन्ना धेरै चाहिँ त्यसको उस मात्रै हुँदो रहेछ कि। त्यहाँ त दाना मात्रै 2-4वटा मात्रै पर्दो रहेछ। दाँत मात्रै धेरै हुँदो रहेछ किनेकोमा। त्यही पनि सबै होस् त्यो कालो कालो बिग्रेको खालको मात्रै परेको थियो किनेर खाएकोमा। एकदम खानु मन लाग्यो। अनि यहाँको कहिले पाक्छ र खाउँला भने के पाकिसक्यो भनेर राम्ररी त पाके होइन। तर अलिअलि चाहिँ खानको लागि चाहिँ पाक्यो।
मजा पनि आयो, शीतल पनि छ। तर बिहान खाएको छु मैले लिची चाहिँ। बिहान नबनाए पनि घाम त लागिसक्यो, तर म उठेकै भर्खर उठेको भएर मलाई बिहान भएको। बुटोलतिर गर्मी, अनि यताको त म त मस्तले नै रहेछु भर्खरसम्म। के भन्नु अब। ए काँचो लिची खाएको भन्नु होलाखेरि मैले चाहिँ पाकेको रोजी छु। खानेमा चाहिँ ल्याइदिन्छु है म, काँचो ल्याइदिन्छु नि। यो चाहिँ हरियो मात्रै हो, हेर्नु हरियो कति धेरै अलिअलि छ, धेरै त छैन, अलि तर जम्मै खसेरै छ क्या हो र। केही यसको लागि औषधी पनि केही हाल्नु हुन, त्यही भएर नै होला अलिकति अर्कै भएको, तर ठिकै छ। यहाँ चाहिँ कस्तो राम्रो छ कि, राम्रो त के भन्नु होइन, गाउँघरमा यस्तै हुन्छ जतासुकै होइन। कहिल्यै गाउँघर नदेखे जस्तो गरे भन्ला मलाई हेरी देखाउन त पर्यो, जस्तो भए पनि जे भए पनि जे होस्। आज चाहिँ म शीतलमा छु, शीतलमा आफू तर घाम लगाएर अलिअलि हल्का तातो आहा। म चाहिँ घुमिरहेको कि एकै ठाउँ घुमिरहेको, म चाहिँ के गर्नु त अब नघुमेर। यहाँ शीतल त उस पनि पाकेको क्या। हाम्रोतिर चाहिँ त्यसलाई भटुक भन्छ, यतातिर चाहिँ भुटुक भन्दो रहेछ कि। त्यो पनि पाके रहेछ बुटाभरि। तर हल्का अमिलो रहेछ कि, अलि यसको चाहिँ खाने बेलै भएन कि यहाँ। अरू ठाउँ त पाकेर भइसक्यो बुटोलतिर, त यहाँ चाहिँ भर्खर पाक्न लागेको छ। त्यही अमिलो छ, राम्रोसँग कि पाक्न पायो होइन। साथीहरू अब चाहिँ म अब भिडियो चाहिँ मैले बन्द गरेँ। मेरो भिडियोमा चाहिँ लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु होला ल साथीहरू। म बोल्न चाहिँ जान्दिनँ, जस्तो बोल्यो भने तर मेरो भिडियोलाई चाहिँ जुम्रै परेको क्या हो, जुम्राले पनि चिराउँछ है मेरो भिडियोलाई चाहिँ। राम्रो नभए पनि यस्तो लाइक चाहिँ गरिदिनु होला ल साथीहरू। लाग्दै गर्नु पऱ्यो, हेरिसकेपछि हेरेर लाइक गरेन भने चाहिँ पाप लाग्छ। ओके बाई साथीहरू।